हेलो गाइज हाम्रो चाहिँ नाइट आउट चलिरहेको छ आज गर्ल्स नाइट आउट कतिपछि यो गर्दैछ हामी चाहिँ नाइट आउट उसको होमवर्क गरिरहेको छ होमवर्क फोक्सो युटेरस के हो कस्तो लागिरहेछ त अनि मजा आइरहेछ धेरै पछि प्रोजेक्ट गरेँ बेकार बोलाएको जस्तो लागिरहेछ तिमीहरूको हिल भइरहेछ चाइल्डहुड मजाले हिल भइरहेछ लेट्स कन्टिन्यू अब कहिले हो हाम्रो यहाँनिर रमाइलो गर्ने अब पहिला यसो काम गाइज त्यसपछि लाएर हामी यहाँनिर उठ्नुपर्छ यहाँ हामी ल यिनीहरू खास खुस के गरिरहेछन् लगाइदिउँ भन्छन् के लगाइदिने हामीले सकिन लागिसक्यो तिमीहरू चाहिँ त्यही गर्दै बस्छ ब्रस पनि ठुलो रहेछ कि बढी रातो भएन रातो मलाई अल्छी लाग्यो कफी छ तेरो छैन के हो दाना दाना चाहिँ खोइ त्यो के आयो एग तेरो तिमीहरूले बनाएको चाहिँ के हो गीत बजाउनु भइबस्छ है रमिना यो वाला कुन कलर हुन्छ लगाइदेन यता खल्किन भिडियो लगाइदेन कम्प्लिट भयो त यिनीहरूले हेर यस्तो गरेर हाम्रो चाहिँ यो अब के हो खोइ पिङ्क र रेडको कम्बिनेसन कस्तो लागिरहेछ त अनि एकछिनमै सकाउने भयो यिनीहरूले उसले चाहिँ खाना बनाउने काम गरिरहेको म त एक्साइटेड हो एक्साइटेड उसको अनि होमवर्क चाहिँ सबै उसको है गाइज उसको सक्यो के अब 5 मिनेटको काम राम्रो भइरहेछ हो 5 मिनेट गीत बजाउनु भएको छ डल्लोमा के छ स्पिकरको गीत पनि छैन साइन पेनले डल्लो डल्लो गर्दिनँ कि यसै देखाउनलाई मात्र अलिअलि मात्र यहाँ एकैछिन दे त तेरो हल्का त मिलाएको ल सक्यो है हाम्रो यो कुन कलर लेख म तेरो मेरो चाहिँ खोइ त अनि कति एउटै ठाउँमा कोरेको भन्छ अन्डाकोस भन्छ है त्यसलाई नेपालीमा अन्डाकोस भन्छ तपाईँको अन्डाकोसको सर्जरी गर्ने है भन्छ यो के बुझ्यो है यो चम्चा यो काँटा यो स्विट पट्याटो वाउ खतरा पेन्टिङ यार अस्कार विनिङ पेन्टिङ अब चाहिँ हामी जान्छौँ बाहिर एकछिन फ्रेस हुनको लागि कस्तो लाग्यो त
अब चाहिँ हामी एकछिन वाकमा जान्छौँ गाइजहरू। कस्तो लागिरहेको छ हेरेपछि भेट्दाखेरि? पेन्टिङ बल्ल सक्यो हाम्रो चाहिँ। युट्युबमा हाल्छु भनेर कहिले हाल्दिनँ है यसले। यो जान्छ कि बहिनी हेर न, कसैले हेर्दैन युट्युबमा हालिदिने के छ र? हामी के किन्ने हो? करेन्ट किन्छौँ, करेन्ट खाने हो। त्यसपछि अब खतराको के हुन्छ सकिन्यो। वहाँ चाहिँ बन्द गर्ला हो। के लाने हो त? स्याउ स्याउ कस्तो बिग्रा राम्रो भयो। अस्तिको त त्यति मिठो भएको थिएन यार। मिठो बनाउनु मिठो बनाइ के हाल्छ? एक्सट्रिम नहाल्ने यार, तितो हुन्छ। स्याउ लानु कुची स्याउ लानु हो, त्यो लगाउनु मिठो हुन्छ। आप घरमा छ तर सबै बिग्रेको रहेछ कि। अरू फलफुलहरू यति अहिलेको सिजन यहाँ छ त हो। यो लगाउनु न बरु। के हो यिनीहरू? ग्रेप्स खै? किवी चाहिँ के हो यो? यो प्लम होइन के हो यो? अनार केही छैन यार। अलिकति जुसी टाइपको चाहिँ अलिकति फ्रुटहरू उयो रहेछ नि यो। यो लगाउँ मिठो हुन्न होला। केरा नै अरू के हाल्न मिल्छ नि त्यसमा त? अरू नास्पाती लगाउँ न त्यो। ठिक छ होला। अन्त कस्तो किलो खा त? भयो यो मिठो हुन्छ होला। वाटरमेलन सानो छैन होला है? के वाटरमेलन यहाँ है ठुलो उयो होला सानो यो कि त त्यो कति महँगो होइन फुजी एप्पल रहेछ। हामी अब कता जाँदैछौँ त? हामी गणेश स्थान जान लागेको। अब चाहिँ हामी आरती गर्छौँ। लाउड गर न यार। केही सुन्दैन। तेरो यो सर्ट अस्ति दामले ओइ हामीले यो सर्ट कतिमा किने ल गेस गरे। कतिमा किनेको थियौँ यार? मैले बिर्सेँ। ओइ हामीले यो सर्ट कतिमा किने गेस गर। यो सर्ट कतिमा किने? 250 त्यही पनि थ्रिफ्टमा। सुतिक्षा बार्गेन भनेर थ्रिफ्टमा 500। थ्रिफ्टमा 500। थ्रिफ्टमा तर ठिक छ त। मैले दिदीको लागि हेरेको थिएँ एक्चुली। कटनको सर्ट थियो 500मा थियो कि सेम स्टोरमै। कटनको सेम साइज चाहिँ एक्स्ट्रा एक्सएल जति थियो। ओभर साइज लाउने भएछ। अब के किन्न प्लान छिटो बनाऊ है, भोक लाग्छ नि फेरि मलाई। आरती गर्न जाने होइन? आरती भजन गाउने होइन? खाने होइन? भजन गर्ने होइन? माछा पनि खाने चिज के भन्छ? अब एउटा ग्वाचे त स्ट्रबेरीको जुस पनि। खाने चिज एउटा ग्वाचे बाहेक केही छैन। स्ट्रबेरीको जुस पनि किन्नुपर्छ। बिग मार्ट खुला होला त? रेगुलर कसैमा पाउँछ? आउँछ हामी यिनी फेरि अलि ट्रमामा छिन्।
अब यिनलाई यहाँनिर अब कस्तो बाटोले राख्यो यार अँध्यारो बाटो यार स्यामसङ छ त्यसै त ल आइफोन छ यार हल्ला गऱ्यो भने कुकुरले टोक्छ है गाइजहरू हामी यता आथ्यौँ नि देउसी बाहिर सातो लाग्नुहुन्न कुकुरले टोक्छ नि ल गाइज भ्लग चाहिँ यही नै हो है हाम्रो यस्तो भ्लग छ यस्तो भ्लग हामी अब ए गुगल चाहिँ हामी सुनेछ तेरो घर यहीँ थियो नि पहिला याद छ यहीँ थियो यहाँनिर थियो यहाँ थियो यहीँ थियो नि बसेको नि त्यहाँ हो यो र यो साथीभाइहरूसँगै बस्थ्यौँ नि होइन सँगै त ए ओए ऊ त घरबेटी थियो होइन घरबेटी थियो कहिले घरबेटी थिइस् रोड घरबेटी थियो के ए यहाँ आकृति माथि बस्थ्यो होइन लौ होइन सेम फ्लाइटमा बसा हो म पहिला बसा हो ए तिमीहरू त्यसरी पो बस्या हो जिस्केको भएन रक्षा पनि यति बस्थ्यो यो गु बाटो रहेछ गु बाटो जताततै गुनेको हामी चाहिँ अब खाजा यसो खान लिन जान लाग्छौँ बेलुकाको प्लान हाम्रो वहाँ चाहिँ भयो एउटा अनि भात छ भातसँग करेन्ट खाने अरे अनि अब के खान्छौँ अरू इजी चिल लुगा हेरेर अब चाहिँ कसको झगडा चुप के किन्ने हो किन्न चाहिँ करेन्ट मलाई करेन्ट कसैले बुल्डक खान मन छ भन्दै थिएँ बुल्लकको कति पर्छ बुल्डक त ऊ मिठो यो मिठो यो पनि मिठो हुन्छ भन्ने सुनेको थिएँ यो वाला कार्बोनारावाला यो वाला तर 230 यो 235 यो 245 अरे कहाँ ओए के खाने के यसो गर्ने हो एउटा उसवाला कपवाला लाने कपाल किन लानु तर मिठो लाग्दैन मलाई कपवाला योवाला किनौँ न कस्तो झोले तर यो कि यो करेन्ट खाने र करेन्ट अरू नयाँ फ्लेभर खाने हो र सेजन होइन ए अहिले उहाँ छ नि चिज चिजवाला पहिले नि पहिला आएको थियो थियो तर अहिले योवाला खाऊँ न एउटा धेरै डिफ्रेन्स छैन यो लाग्नु नि एउटा होला अर्को ए नयाँ रहेछ त हो त्यो त पहिला आएको सेजनवाला यो हातै मिठो हुन्छ जस्तो देखिएर है कुन नर्मल वाला एउटै हो जस्तो लाग्यो मलाई अलिअलि चिकन यसमा चाहिँ के हो र हुन चाहिँ ए उता रहेछ चिजन बटरवाला कुन त्यो ट्राई गर्ने हो र चिजन बटर के खाने खोइ त्यतिखेर बनायो भने छिट्टै बनाउनु मिक्स गर्न मिल्दैन यो र यो खाने त ल पिरो हुँदैन त्यही टाइम यो त हुन्छ उयो कालो त ल 2x हुन्छ नि त्यो त 3x हो यार ओ दुईटाले पुग्छ त ओइ कतिवटा चाहिन्छ र पनि दुईटाले त कहाँ पुग्छ त भाजा खाने भने किन करेन्ट मात्र खाने र भने करेन्टबाट खाने र दुईटा त लास्ट थोरै हुन्छ होला ल तिनटा लग्नु तिनटाले त पुग्छ खोइ डार्क फ्यान्टेसी त्यो कति हुन्छ त अब 26 हुन्छ यार मैले महँगो चाहिएको खाम न बरु मिठो हुन्छ उयो हाइड एन्ड सिक बब्बाल मिठो हुन्छ नि ओ यो वाला पनि खाएँ यो ल अब ओइ फ्री के हो यो फ्री फ्री रे ओइ फ्री त्यो चाहिँ ट्राई गरेँ हो जसो ए हो जसो रे रबिना उयो लिन्छु ले यो मिठो हुन्छ यो मिठो हुन्छ होइन चक्लेट वाला हो मिठो हुन्छ जस्तो लाग्यो कति हो 495 रहेछ फ्री चाहिँ के हो फ्री फ्री ल्यायो क्या एउटा
छोड्दे कि छोड्दे यहाँ हेर त 3 2 लेख्छ को बिस्कुट खाएर बस्छ हो नाइट त्यही हो त आज त्यो लियो भने कि त्यो पनि बिस्कुटै हो त उही स्ट्रबेरी यो त कडा यो त बाक्लो नबाक्लो त्यो मत कोकोनट वाला नि राम्रो हुन्छ तर हुँदैन कोकोनट वाला त त्यही हेजलनट वाला नि हो त्यो महँगो रहेछ हेजलनट 150 वाला रहेछ यो माछा छैन है उयो लागेको चोको मोका सब चक्लेट रहेछ यार मिल्क सेक कि बाहिर कि स्ट्रबेरी यो लग्यो नि पाइन्छ होला स्ट्रबेरी एउटा त त्यो लगौँ त्यो वाला निकाल त होइन त्यो कुन फ्लेभर हेर त स्ट्रबेरी 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 ड्रिङ्क एउटा यो लाने यो चक्लेट लाने हुन्छ कुन त्यो मिल्क सेक हो ए होइन होइन यो के हो बेल्जियन अरे यो चाहिँ यही ट्राई गरौँ मसँग चक्लेट चाहिँ डार्क चक्लेट छ स्प्राइट उसमा राख्नलाई होइन वाचेमा राख्नलाई ऊ चाहिँ स्टाफ जस्तै देखिरहेको छ म कन्फ्युज भइरहेको छु कि 2-3 चोटि यार ए यो ड्रेस मैले कहाँ देखेको थिएँ कि एउटा पसल बिग मार्ट है यस्तै छ हो यो कलर र यो डिफ्रेन्ट गरेर भयो कि लाग्दैन थियो ओइ कहाँ छ है त्यो माछावाला माछा कता हो उता त होइन होला भेट्यो माछा के भएर म गर्छु अब खै के हेर्नुभयो यहाँ देखाउनुहोस् त खै ओहो यो के हो यो उयो त हुन्न यार के हो यो के हो त्यो बकै नखाने भयो यहीँ यो खाने कि यो ए सरी स्पाइसी विङ्स के हो त चिकन खान्छ सो चिकन खान्छु बाहिर हेरौँ न कति रहेछ कति ठिक छ यो तिनवटै लग्ने हो ए यो लाग्नु कि मैले कति भएन खाएको बात मिठो हुँदैन आइसक्रिम नलाग्ने भयो नि मैले हातमा 100 रुपियाँ बोकेर लिएर छु हामीले आकृतिले दिएको यो मिठो हुन्छ स्ट्रबेरी चिज केक पनि बट्टावाला खालको गाइस हामी चाहिँ सपिङ गऱ्यौँ बिग मार्टमा सपिङ गऱ्यौँ हामीलाई त्यहाँनिर भिडियो खिच्न नदिएको कारणले चाहिँ तर मैले बस्दैछु अब हामी पानीपुरी 100 रुपियाँको गरिदिउँ न एकदम जम्मन दुई 100 रुपियाँको के खान्छ मैले खाना चाहिँ नबसाल्दै हो अब छिट लगाइदिनु हुन्छ फेरि हेर न बिल कत्रो हो यो बिल कत्रो छ यार हामीले यत्रो सपिङ कति राख्छ यत्रो सपिङ गरेँ ट्याक्स कति राख्छ यिनीहरूले 100 को भनेन अहिले बढाएको छ होइन ट्याक्स बढा ए यो राख्नुपर्छ है हामीलाई ऊ आउँछ नि होइन अहिले नयाँ 1 लाख रुपियाँ ब्याट भनेको त्यसरी यो त अटोमेटिकली जान्छ अनलाइनमा भयो भने त भन्नुहोस् न त्यो गर्नु पर्दैन अरे अनलाइनको चाहिँ आज के हो रविनाको पुरै राशिमा पुरै भेटुनी लेखा रहेछ बस्न गाइजहरू छ मात्र चाहिँ पानीपुरी खान आछौँ
रबिना चाहिँ उता पुरै यस्तो बेला मेरो माइलो घरमा पर्छ कति रमाइलो है अनि होइन तपाईँको पनि साथीहरू होला नि पुरानो साथीहरू हो त्यही हो पछि त टाइमले नि मिल्दैन कि होइन हामी नभेटेको कति भयो 2 महिना 2 महिना नभेट्दा हामीलाई छटपट हुन्छ अनि 3 घन्टा के गर्ने उता मन्टेसरीमा पनि राख्नु मिल्दैन घर पनि नानीको चाहिँ मान्छे भएन कि अनि मम्मीले भोलि पर्सि नि हामी नछुट्टिमा पानीपुरी आउँदैछ हामी जबमा 2 प्लेट खाने भन्छन् यार यिनीहरू म एक्लै खाइदिन्छु हामीसँग खानेकुरा धेरै छ त्यही भएर अस्तिको पालि म पनिर सबै खाइदिन्छु भन्नु मैले खाएको थिएँ है धेरै अनि त हामी 2 जनाले गेमहरू चाहिँ खेल्नुपर्छ है गाइजहरू खेलिसकेपछि एउटीको ड्रइङ बाँकी त्यो नि गेम त हो कहिले छिटो विन गर्छ कम्पिटिसन गऱ्यो भने सुन्ने गेम भइहाल्छ पहिला त त्यो फ्राई गरौँ होइन तेरो यो सर्ट हेर्दा मलाई कति हाँस उठ्छ राम्रो छ त होइन है बरु उ गर के उ टेप लगा यसको कुरा नसुन होइन टाइट भएर मैले झन् चाहिँ उ नलाइराखेँ उ गरेको यस्तो नगरेको यसको कुरा नसुने राम्रो स्वाद कस्तो सर्ट हो किन्दाखेरि त लाइक टाइट वाला रहेछ क्या मैले त ठुलो होला सोचेको त मैले कहिले लाग्दैन एक्स्ट्रा स्मल यसले लगाइदिनु होलीमा लाएँ अनि कहिले लाग्दैन एक्स्ट्रा स्मल लगाएँ एकचोटि लगाएँ एक्स्ट्रा स्मल के थाहा है टाइटै लाउने हो कि मान्छेको टाइट लाउनु भने यो अर्को टाइट हुन्छ भने सीमाको ठिक्क वाला टाइट थियो है हो र तेरो ठिक्क वाला तेरो यस्तै छ तेरो सिधो वाला थियो यो अलिकति यो प्यान्टसँग मिलेको मात्र लाग्न लाउन कस्तो भयो जस्तो देखाया तेरो के चाहिँ कस्तो राम्रो बनाउन चाहौँ न यो त जाँदा कतिमा के 300 होइन प्याडेड हो होइन होइन घाउ हेर्छु उठा उठा रिङ्स म पनि भिडियो अन गरेर के गर्नु म पनि आउँछु होइन टक्का बत्ती बाल्यो त्यस उठाऊ त जाँदै गरौँ आउँदै गरेँ म कराई पसाल्छु अब चाहिँ हामी के बनाउँछौँ भन्दाखेरि चिकन विङ्स बनाउँछौँ देन करेन्टको 2x and 3x स्पाइसी करी बनाउँछौँ तिनीहरू अझै त्यही छन् ऊ त्यो मोबाइल खोज्दैछ कि बिस्तारै बिस्तारै आउँछ नै एक एकजना गर्दै खाना चाहिँ हामीले पसालिसक्नु रहेछ दाल मैले पसालिसकेको थिएँ त्यसपछि तरकारी पनि बनाइसकेको थिएँ बोलाए
थ्याङ्क यू म्याम डेलिभरी गरिदिनु भएकोमा के किन्ने लियो तिमीलाई ह्याप्पी डेन्ट म पनि मोइस्चराइजर किन्छु भनेको भेरी ह्याप्पी कस्टमर है सेकेन्ड टाइम बाइङ सेकेन्ड टाइम स्मेलले मात्र हो र अब स्किन पनि कस्तो ब्राइट हुन्छ नबोला न गाई देख्छु उसले रिभ्यू दिँदैछ रिभ्यू दिन्छ अब मिठो स्मेल चाहिँ एउटा चाहिँ यो खाऊ त मिठो छ चुलाक अनि त्यो युज गर्ने बित्तिकै फेस चाहिँ कस्तो ब्राइट हुन्छ राम्रो लाग्छ मलाई। हो त्यसै म पनि मोइस्चराइजर यता देखाउ न मलाई पनि मोइस्चराइजर किन्न मन छ तर मसँग आजकल पैसा छैन क्या बाहना 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 मैले एकचोटि युज गरेर चाहिँ धेरै राम्रो लाग्यो तर छिटै सकिँदो रहेछ है हेर अलिक बढाउनु पर्यो करेन्ट हाल है धस्काउ है धस्काउ मजाले धस्काउ हाम्रो यहाँनिर के सबको हातमा के छ यार ओए तेलमा राख्ने हो र पानीमा राख्ने होला नि नुब आखान कि नि फेरि यिनीहरू यहाँ सब यो नुब नुब यहाँनिर त म भिडियो मात्र खिच्छु म केही गर्दिनँ चिकन होइन चिकन होइन तर मलाई चिकन जस्तो लागेन ह्यान्ड वास त होइन ह्यान्ड वास हो तर त्यसको थाहा छ आमाको रिभ्यू चाहिँ यसको अलिकति स्ट्रङ हुन पऱ्यो अरे फिज आउने चाहिँ अलिकति स्ट्रङ हुन पऱ्यो अरे किनभने योभन्दा अगाडि चाहिँ अलिक स्ट्रङवाला फिज आउँथ्यो कि अनि यसको माथिको क्याप चाहिँ उडा उडी गर्दो रहेछ त्यो हामीले चल्नु नजाने यो तर किनभने यो हाम्रो यसमा चाहिँ आयुर्वेद नेचुरल हो नि त बोटानिकल साइन्स र मिक्स भएको कारणले चाहिँ त्यो स्याम्पूमा नि त्यस्तै हुन्छ स्याम्पू आमालाई त्यही रिभ्यू चाहिँ अलिकति चाहिँ अहिले यति पाउँछ है तर आमालाई चाहिँ अलिक बढी चाहियो यो चाहिँ स्क्याम गर्ने मान्छेको रियल चाहिँ यति आउँछ है रियल चाहिँ यति हो रियल यो रियलमा नि यत्रो आइरहेको होइन तर मिठो स्मेल हुन्छ सुदिचाको मोइस्चराइजर ट्राई गरौँ सुदिचाको मोइस्चराइजर एन्ड वास सुदिचाको खोइ त ह्यान्डवासमा मोइस्चराइजर भन्ने फेरि ह्यान्ड वासमा पनि फेरि आउँदैन ह्यान्ड वास गर्ने स्टेप सिकाउँछ सर्जिकल सिकाएन यिनीहरूलाई यस्तो यस्तो गौलौछन् यस्तो 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 गर्दाखेरि भयो डक्टरले यस्तै गर्छ देखिस् है सिकै स्टेप बाई स्टेप यस्तो सफा हुनु परेन पहिला यहाँ चाहिँ करेन्ट हुँदैछ यो युज गर्दा हुन्छ बिस्तारै बिस्तारै नफालौँ यो युज गर बिस्तारै बिस्तारै यसो पानी छ छोड्ने ऊ त्यो अर्को युज गर्दा हुन्छ ऊ त्यो युज गर्दा हुन्छ सरी गाइस हाम्रो त टाइम पछाडि 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 झागरै हो नि युज गर्ने त डढी खतरनाक भयो अब पक्का यसलाई अलिकति तताउँ न यसरी यस्तो के पुसा भयो केले
के पुस्ने हो के पुस्नला के यो ए यो तर पखै त ओइ बिस्तारै कस्तो मिठो हुनु पर्यो है उयो अचार बनाउनुतिर लाग्यो अनि उ गरेर अचार गर्नु तिमीहरूको कतिको यसलाई गर्ने ब्राउन मिठो हुन्छ अचार केको अचार डढो क्या हो यो सानो पारौँ न है उयो डढी जस्तो लाग्यो है यो त हानै डढेको यतिको चाहिँ छ यतिको त चाहिन्छ अघि चाहिँ डढेको मासु हो नि त नि त्यतिको ठिक हो ग्यास सानो पारेँ मैले ठिक छ अब तिमीहरू यो मिठो लाग्यो ससहरू के लाग्यो ओइ त हाल्छ एकचोटि मैले यसरी हाल्छ के एउटा यसलाई हाल्दैन एउटा हाल्दैन ओ कस्तो भाल्ने करेन्ट ओइ करेन्ट यता आँखामा के गरेको हुँदैन त्यसले थोरै देखेको यो हुन्छ तेरो हिसाबले के चाहियो चाहियो भने भन्नु हुँदैन के भन्छ के चाहियो भने भन्नु फेरि उमाल्छु अनि मिक्सरमा गुड्रा पार्छु अनि पखै के गर्छस् रे उमाल्ने ब्लान्चिङ गर्छु अनि मिक्सरमा धेरै कारण नबनाएको मिठो हुँदैन हुन्छ उसले बनाएको कस्तो मिठो थियो अस्तिको ओइ तै बनाए तै बनाएर है तर उ गर्दा नि हुन्छ तेलमा थोरै भुटेर मैले बनाएको चाहिँ कहाँ धेरै मिठो हुन्छ त ओए बनाऊ नि पहाल्ने छिटो छिटो पहाल न टमाटर टमाटर खुर्सानी पहाल त ओ यो भयो होला है पहाल न फेरि 5-6वटा सानो हो क्या है ब्याक क्यामेरा हुँदैन ब्याक होइन फ्रन्ट मैले स्टप गरिदिएँ वर्ल्ड कपबाट उसमा चाहिँ देखाएको थिएँ के अरे के भन्छ सेतो कपडा लगाएर पकाउँदैछु मैले कपडा लिएर आउँछु यहाँ मम्मी एप्रोन लाउनु एप्रोन कपडामा हजुर कसरी बनाउने हजुर जसरी पनि गर्ने हो मिक्सर छ होइन रबिना मिक्सर चल्छ रबिना लास्टमा खान्छ मिक्सर चल्छ नि चल्छ मिक्सरमा गऱ्यो भने चाहिँ आधी आधी मात्र पार अलिकति यस्तो आधी मात्र गर्नु अनि दिदी खोइ त दिदीले पकाएर गर्ने होला नि होइन पकाएर पछि मिक्सरमा गर्ने होला नि पछि गर्ने त्यस्तो काट्ने है त्यो म काट्छु होइन म काट्छु नि म उता बसेर काट्छु नि बेलुकै काम गर्ने काटेर काटेर किन्दैछु काट्छ यहाँ छ के भन्नु यो करेन्ट हेर्न कसलाई दिएको काम कस्तो त्यो सर्कल वा स्लाइड पाउने कि त्यो सानो हो कि के हो होइन करेन्टमा राख्नलाई छुट्टै मौताबाट बसेर खाँदा छुट्टै कहाँ छ ए डढो यार यो करेन्ट हेर्ने काम कसलाई दिएको ताई धुन्न यत्रो गिलो भइसक्यो न फेरि हल्का यस्तो गिलो भइसक्यो बढी फतक हुन्छ छिटो खाएको कहाँ छ काँक्रो चाहिँ खोजेर आएको ओइ तिमीहरूले काँक्रो कहाँ राखेको अब गोलो एउटा चाहिँ उसलाई राख गोलो गोलो खानालाई एउटा चाहिँ करेन्टलाई पहिला यति फाल यो फाल नि यस्तो यस्तो अनि त्यो क्युब क्युब क्या क्युब क्युब पारा कुन गीत हो यस
म त खै सुनिनँ करेन्टमा काँक्रो राख्न चाहिँ कसले सिकाएको मैले आफैले नयाँ मिठो भयो निकाल्न त पर्दैन नि करेन्ट खाँदा पिरो हुन्छ अनि काँक्रो त्यही भएपछि काँक्रो खाने मिक्स यो कार्टुन अन्डा बिना चाहिँ मिठो कि यो ठुलो कार्टुनको त्यही चाहिँ काट्यो त्यही त्यही धेरै च्याप होइन के यार बिग्रो नि करेन्ट मलाई फेरि हल्का बिगारेको मनै पानी पर्दैन हल्का मात्र पानी राखेर अनि तर गिलो भइसक्यो कि यो मसलाहरू मलाई त यस्तो गिलो त मनै पर्दैन फतक्क हेर न यस्तो भयो छोटो छोटो मिठै हुन्छ थोरै थोरै खाने त्यस्तो बिना नि भयो हाई गाइस लुगा चेन्ज भयो गाइस अब सुबिचाले लुगै छैन सुबिचाको लागि तैँले छैन सो तर टी सर्ट चाहिँ माथिको अलिक खुल्लावाला द्याउनु मन टाइटवाला टी सर्ट ल्याएको छु खुल्लावाला चाहियो नि के गीत बज्छ आन्टीजी खोइ डान्स गर डान्स गर दुईजना डान्स गर 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 होइन 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 साल्सा 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 हो त्यस्तोवाला हो ओजस्वीलाई सिकाएछ डान्स चाहिँ सिकाएछ है केटोले खाना खाँदैछौँ हामी कति बजी रातिको 1 एक त होइन जे पाइ त बोलिरहेको यार ए म त 1 अनि तनी साह्रोमा चाहिँ है यो ओजस्वीले चाहिँ धेरै खान्छ मलाई के हुन्छ चिकन छ पिस कहिले कहिले भेटिन्छ चिकनवाला पो हो चिकनवाला हो पर्न सक्छ नपर्न सक्छ म खाली खाली भएको छु मलाई नै होला त्यसमा आइसक्यो होला तर छैन ए आएछ न तर ऊ जस्तै हुँदो रहेछ हामीले चाहिने थाहा क्या त्यसमा है सेम त्यही हो पिरन छैन लास्टै मिठो हुँदो रहेछ कति परो है यो मिठो भन्छ दरसबाट लिएको त्यही हो र 500 समथिङ होला एक चाइनिज पनि खाँदैन कस्तो बुझ्यो नि पिरो नि होइन मुलाको सबै आमेल गर्नुभयो मैले तिमीहरूले यो बनाएको के गर्दा हो ए यस्तो प्रोजेक्ट गर्दा मिठो खानु जाएन मिठो हुन्छ मलाई मिठो लाग्छ त्यसैले कलेजमा गएको टाइम सोच भने तातै खाएको मिठो है यसै नि ठिक छ त
हजुर मिट बक्स नि यस्तो हुँदैन अघि के भनेर लाइनमा कसले भातको कुकर के अरे भातको कुकर तरकारीको कराई लाइनमा बस्ने केटीहरू सबै राम्रै समथिङ होइन भट्टाइ थियो लाइनमा बस्ने सबभन्दा राम्रै भट्टाइ पट्ट भन्नु भन्नु यो फेमस भएको नि साँच्चै बेली आइलेसको कोकोमा गएर त्यो एकाउन्टमा चलाएको होइन किन कति बजी लाइभ बस्यो बस्यो हो अहिले यसले कन्स्टिपेसन हुँदैन मजाले खा मलाई भए पनि छैन मलाई थाहा छ मजाले खा ओइ तैँले चाहिँ अब 2 चोटि खाइस् 3 चोटि खा त्यो त्यहाँ आरामले बसिरहेको दाल खान लगाइरहेछ साथीले त्यो रेड वाला करेन करकै पिरो हुन्थ्यो के त्यही पिरोले मर्यो खाऊ कि खाऊ पिरो ल्याएन त्यो चिल्ली ओइल ल्यायो ल दाल मलाई यो चिल्ली ओइल दिएन अलिकति खान्छु नि नखा के किन खाना हुन्न चिल्ली ओइल धेरै कहिले खानै पाउँदैन अहिले सका मैले खाएको बेला खाने नि मासु छैन उयो छ रहेछ यार के मासु खान्न खान्न म यहाँनिर चाहिँ खा यी के हेर्न उसको हालत त्यति खाँदामा चाहिँ अब 2 गाँस करेन्ट खाएर पिरो यत्रो कसरी सक्ने अब भाँडा माझ्छौँ हामी अनि त्यसपछि यो खानेकुराहरू होइन 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 ओके अब चाहिँ हामी त्यहाँ उहाँ चाहिँ उता छ खान्छौँ ल जाऊँ भाँडा मान्न जाऊँ ल के डुगोलिङ म पनि गर्नु पर्यो यार के हुन्छ है सिक्न नयाँ ल्याङ्ग्वेज आफ्नो इन्करेज गर्ने हो नि त हो मेरो अहिले जर्मन सिक्नु भएको थियो भयो भिडियो होइन खाम खेलौँ मेरो पनि भएको छ के बाँडेको यार बताउनु कति 9वटा भयो उयो कसले खाएको यो मैले खाने भने होइन त ए त्यो त होइन ओजस्वी चट्टी काला काट्दै हो तुमले कुन ल्याङ्ग्वेज हो पोस्टर फ्रेन्च ओइ तँ बोलिरहेर त्यहाँ हामी कति कहिले लाग्छ 10 मिनेट यो मैले चाहिँ हालेर खाएँ तिमीहरू नखाऊ 2 मिनेटमा आइराख्यो नि त्यही भएर टाइम लाग्यो यो त कस्तो पोखेला जस्तो भयो खोइ काटकुन हाल्ने चाहिँ हो त्यही त करेन्ट ओइ पहिला अलिकति खाम भने खिलाउँ यार छुट्टै राख्नु त्यो चिसो पनि खोइ यहाँ हाल्न हो कि किन उनीहरूले के गर्दा फ्रिजमा अघि राखेको थियो आइस भिडियो भएन यो खानु न मलाई त यो खानु मन छ के हो यो पपअप के यार के हुन्न के भिडियो बनाउँदै पपअप फुपू हुन्छ हो कतिवटा खाने हो जतिवटा खाने के गीत बजाइरहेको के हो यो के पैसा खर्च गरी केटाकेटीलाई 15 रुपियाँको त्यस्तो त हो नि कस्तो राम्रो क्या पिरो लाग्यो यसले ब्यालेन्स गर्छ सक्नुपर्छ है गाइस करेन्ट नफाल्नु हामी जस्तो छँदैछ नि माछा खानु हुन्छ है अब चिकन खाने माछा नखाने कसले भने चट्टिका चिकन यो त केजी
डिफरेन्ट हुँदो रहेछ यो त के रिप्लाई दिनु ल तिमीलाई चाइनिज जस्तो थियो नि इजी चिल चिल How to talk to an animal? युट्युबमा तेरोमा झोल हालिदिन्छु मेरोमा झोले अहिले त ल्याए नि यहाँ मेरोमा ग्रेप्स ल मेरोमा नास्पाती नाइ ल मलाई हाल्दै नि त खाऊ नि यहाँ चियर्स गरौँ पखै तेरोबाट खिच्न यतिबाट हिँड्न ओहो वाह 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 इम्प्रेसिभ ओ माई गॉड वाह अब पो टिकटक लाइभमा बस्नु पर्ने त बल्ल पैसा दिन्थे लागु म जस्तै लाग्यो जस्तो फिल भएर कतिको जोडा हो अब त 5 वटा मात्र खेल्नु अघि 9 वटा थियो कि त्यही भएर टाइम लाग्यो बे गरिसके सङ्केत छैन 7 वटा खेलौँ न त हुँदैन कहाँ पुगिसक्यो 7 वटा खेलौँ हुन्छ तर टाइम लाग्छ अघि 7 वटै खेले मैले यो जिन्दगीको सहारा बनिदेऊ न कमजोर हुँदा सामर्थ्य बनिदेऊ पैसा खर्च गरी केटा केटीलाई 15 रुपियाँको त्यस्तो त हो नि कस्तो राम्रो देखियो पिरो लाग्यो यसले ब्यालेन्स गर्छ निशङ्का 10 दिनपछि रिप्लाई हेर्छु कि रिप्लाई हेर्छु यहाँ त हेर्न मैले आज तिमीलाई देखेको नि थिएँ अनि कहाँ देखेको थियौ भनेको अहिले जुन 6 5 छिटै दिन्छु त रिप्लाई अनि माइती घर उसले माइती घरमा भने बिहान होइन होला अनि त्यसपछि उसले के भने बसको लास्ट सिटमा थियो है सुनितसँग गफ हाल्दै थिएँ ए मैले तिमीलाई र सुनितलाई चाहिँ देखेको थिएँ हो जेलसी जेलसी ओइ लाइक गयो छैन लाइक गयो भने राम्रो छैन छैन मैले तिमीले कहिलेदेखि जोइन गरेको क्लास 1 महिना भयो मन भयो यार पढ्नु पर्ने यिनीहरूले मैले अघि नै भनेको कुरा मिस्टेक हुन सक्छ क्या यो होइन यस्तै कतिमा गरे जोस कति पछि गीत बजाउनु भएको छ डल्लोमा के छ साइन पेनले डल्लो डल्लो गरिदिउँ कि यसै देखाउनलाई मात्र अलिअलि मात्र तेरो हल्का त मिलाएर ल सक्यो है हाम्रो यो कुन कलर लेख म तेरो नि मेरो चाहिँ हो त अनि कति एउटै ठाउँमा कोरेको भन्छ नि अन्डाकोस भन्छ है त्यसलाई नेपालीमा अन्डाकोस भन्छ नि तपाईँको अन्डाकोसको सर्जरी गर्ने है भन्छ अब चाहिँ हामी एकछिनमा वाकमा जान्छौँ गाइजहरू यसको कहाँ हुन्छ
कस्तो लागिरहेछ हेरेपछि भेट्दाखेरि पेन्टिङ बल्ल सक्यो हाम्रो चाहिँ युट्युबमा हाल्छु भनेर कहिले हाल्दिन है यसले यो जान्छ कि बहिनी हेर न कसैले हेर्दैन युट्युबमा हालिदिनु के छ र अब हामी के किन्ने हो करेन्ट किन्छौँ करेन्ट खाने हो त्यसपछि अब खतराको चुटी के हुन्छ सब किन्ने हो वहाँ चाहिँ उयो बन्द गर्ला हो यो के बुझ्यो है यो चम्चा यो काँटा यो स्वीट पोटेटो उयो एनस वाउ खतरा पेन्टिङ यार अस्कार विनिङ पेन्टिङ अब चाहिँ हामी जान्छौँ बाहिर एकछिन फ्रेस हुनको लागि कस्तो लाग्यो त स्पाइसी विङ्स त चिकन खान्छ सो चिकन खान्छु बाहिर हेरौँ न कति रहेछ कति ठिक छ यो तिनवटै लाउने हो यो लाग्नु कि मैले कति भएन खाएको बात मिठो हुँदैन आइसक्रिम नलाग्ने भयो नि मैले हातमा 100 रुपियाँ बोकेर लिएर छु हामीले आकृतिले दिएको छ यो मिठो हुन्छ स्ट्रबेरी चिज केक पनि बट्टा होला खाएको भेट्यो माछा के भएर म गर्छु अब खै के हेर्नुभयो यहाँ देखाउनुहोस् त खै ओहो यो के हो यो उयो त हुन्न यार के हो यो के हो त्यो नखाने भयो यहीँ यो खाने कि यो ए सरी गाइस हामी चाहिँ सपिङ गऱ्यौँ सपिङ बिग मार्टमा सपिङ गऱ्यौँ हामीलाई त्यहाँनिर भिडियो खिच्न नदिएको कारणले चाहिँ तर मैले बस्दैछु अब हामी पानीपुरी 100 रुपियाँको गरिदिनु न जम्मा दुधले 100 रुपियाँको के खान्छे घरमा मैले खाना चाहिँ नबसाल्दै हो आमाले छिटो लगाइदिनु हुन्छ फेरि हेर न बिल कत्रो हो यो बिल कत्रो छ यार हामीले यत्रो सपिङ कति राख्छ यत्रो सपिङ गऱ्यौँ ट्याक्स कति राख्छ नि यिनीहरूले 100 को भनेन अहिले बढाएको छ होइन ट्याक्स बढा ए यो राख्नुपर्छ है हामीलाई उ आउँछ नि होइन अहिले नयाँ 1 लाख रुपैयाँ ब्याट भनेको कसरी यो त अटोमेटिकली जान्छ अनलाइनमा भयो भने त भन्नुहोस् न त्यो गर्नु पर्दैन अरे अनलाइनको चाहिँ आज के हो रविनाको पुरै राशिमा पुरै भेटुनी लेखाएर हुन्छ बस्न गाइजहरू समा त भन्नु आउँछ हामी नि फेरि अलि ट्रमामा छौँ अब यिनलाई यहाँनिर अब कस्तो बाटोले राख्यो यार अँध्यारो बाटो यार स्यामसङ छ त्यसै त न आइफोन छ यार हल्ला गऱ्यो भने कुकुरले टोक्छ है गाइजहरू हामी यता आएको नि देउसी बाहिर सात लगाउनुहुन्न कुकुरले टोक्छ नि ल गाइज भ्लग चाहिँ यही नै हो हाम्रो यस्तो भ्लग छ यस्तो भ्लग हामी अब ए निकुल्छुलाई
हामी ओइ सुधि छ तेरो घर यही थियो नि पहिला याद छ यहीँ थियो यहाँनिर थियो यहाँ थियो यही थियो नि बसेको नि त्यहाँ हो यो र यो तिमीहरू सँगै बस्थ्यौ नि होइन सँगै थियो ए ओए ऊ त घरबेटी थियो होइन ए घरबेटी थियो कहिले घरबेटी थिइस् फ्रुट घरबेटी थियो के ए यहाँ आकृति माथि बस्थ्यो होइन होइन लौ होइन रे सेम फ्लाइटमा बसा हो म पहिला बसा हो ए ए तिमीहरू त्यसरी पो बस्या हो फ्लाइटमा त जिस्केको भरमा रक्षा पनि यति बस्थ्यो होइन यो गु बाटो रहेछ गु बाटो जताततै घुमेको हामी चाहिँ अब खाजा यसो खान लिन जानुलाई पनि बेलुकाको प्लान हाम्रो वहाँ चाहिँ भयो एउटा अनि भात छ भातसँग करेन्ट खाने अरे अनि अब के खान्छौँ अरू इजी चिल लुगा हेरेर त सिक्छ अब चाहिँ कसको झगडा चुप के लाने हो त स्याउ स्याउ कस्तो बिग्रा अस्तिको त त्यति मिठो भएको थिएन यार मिठो बनाऊ के हाल्छ एकछिन नहाल्ने यार तितो हुन्छ स्याउ लानु फुजी स्याउ लानु हो त्यो लगाउँछ मिठो हुन्छ आप घरमा छ तर सबै बिग्रेको रहेछ नि अरू फलफुलहरू यति अहिलेको सिजन ऊ यहाँ छ त हो यो लगाउनु न बरु के हो यिनीहरू ग्रेप्स खै किवीहरू चाहिँ उयो के हो यो प्लम होइन होइन के हो यो अनार केही छैन यार अलिकति जुसी टाइपको चाहिँ अलिकति फ्रुटहरू उयो रहेछ नि यो ए यो लगाउँ कुन क्लिप्स हाल्ने थाहा छैन ए तिमीले किन हटाएको त्यो वाला त्यो ब्लग हाम्रो एउटा हटाएको उसले त्यो वाला हामी त्यो खाएको वाला देखेँ त्यो मैले कति खोजेको म 2-3 चोटि हेर्छु कि त्यो हाँस्नलाई होइन रमाइलो म त झ्याउलावाला त हेरिरहेको छु कि त्यो वाला हो कि एउटा चल कहिले कस्तो अनुहार आयो हामी अब कता जाँदैछौँ त हामी गणेशस्थान जान लाग्यो अब चाहिँ हामी आरती गर्छौँ यतिकै लाउड गर न यार केही सुन्दैन तेरो यो सर्ट कस्तो राम्रो यार ओइ हामीले यो सर्ट कतिमा किने ल गेस गर कतिमा किनेको थियौँ यार मैले बिर्सेँ ओइ हामीले यो सर्ट कतिमा किने गेस गर यो सर्ट कतिमा किने 250 त्यही पनि थ्रिफ्टमा सुतिक्षा बार्गेन भनेर थ्रिफ्टमा 500 थ्रिफ्टमा 500 थ्रिफ्टमा तर ठिक छ त मैले दिदीको लागि हेरिदिएको थिएँ एक्चुली कटनको सर्ट थियो 500 मा थियो कि सेम स्टोरमै कटनको सेम तर साइज चाहिँ एक्स्ट्रा एक्सएल जति थियो ओभर साइज लाउने भएछ ठिक अब के किन्न प्लान छिटो बनाऊ है भोक लाग्छ नि अब फेरि म आरती गर्न जाने होइन आरती भजन गाउने होइन खाने होइन भजन गर्ने होइन माछा पनि खाने चिज के भयो अब एउटा ग्वाचे त हो। स्ट्रबेरीको जुस पनि खाने चिज एउटा ग्वाचे बाहेक केही छैन स्ट्रबेरीको जुस पनि किन्नुपर्छ बिग मार्ट खुला होला त रेगुलर कसैमा पाउनु छ चाहिँ पानीपुरी खान आउँछौँ रबिना चाहिँ उता पुरै
यस्तो चाहिँ बेला मेरो माइलो घरमा पर्छ कति रमाइलो है आन्टी पछि त गयो यहाँ किचन छ होइन तपाईँको पनि साथीहरू होला नि पुरानो साथीहरू कति वर्ष भयो हो त्यही हो पछि त टाइमले नि मिल्दैन क्या सबैजना आफ्नो हामी पनि यस्तै हो बल्ल एकचोटि होइन हामी नभेटेको कति भयो 2 महिना 2 महिना नभेट्दा हामीलाई छटपट हुन्छ अनि 3 घन्टा के गर्ने उता मन्टेसरीमा पनि राख्न मिल्दैन घर पनि नानीको चाहिँ मान्छे भएन कि अनि मम्मीले यति ल्याउनु पर्दैन भोलि पर्सि नि हामी नछुट्टिमा पानी पनि आउँदैछ हामी जम्मा 2 प्लेट खाने भन्छन् यार यिनीहरू म एक्लै खाइदिन्छु 2 प्लेट त हामीसँग खानेकुरा धेरै छ त्यही भएर अहिले अस्तिको पालि म गरेँ सबै खाइदिन्छु भन्नु मैले खाएको थिएँ है धेरै अनि त हामी दुईजनाले खाएर यो के हाल्यो गेमहरू चाहिँ खेल्नुपर्छ है गाइजहरू फेरि सेफ्टीको ड्रइङ बाँकी नै छ त्यो नि गेम त कहिले छिटो बेट्नुपर्छ कम्पिटिसन गऱ्यो भने सुन्ने गेम भइहाल्छ मिठो हुन्न होला किरा नै अरू के हाल्न मिल्छ नि त्यसमा त अरू नास्पाती लगाउँ न त्यो ठिक छ होला अन्त कस्तो किलो खा त भयो त्यो नि हाल्ने हो यो मिठो हुन्छ होला वाटरमेलन सानो छैन होला है के वाटरमेलन यहाँ है ठुलो उयो होला सानो यो कि त त्यो कति महँगो होइन कुजी एप्पल रहेछ के किन्ने हो किन्न चाहिँ करेन्ट मलाई करेन्ट कसैले बुल्डक खान मन छ भन्दै थिएँ बुल्लकको कति पर्छ बुल्डक त ऊ मिठो यो मिठो यो पनि मिठो हुन्छ भन्ने सुनेको थिएँ यो वाला कार्बोनारा वाला यो वाला तर 230 यो 235 यो 245 अरे ओइ के खाने के यसो गर्ने हो एउटा उसवाला कपवाला लाने कपवाला किन लानु तर मिठो लाग्दैन मलाई कपवाला योवाला किनौँ न कस्तो झोले तरङ यो कि यो करेन्ट खाने र करेन्ट अरू नयाँ फ्लेभर खाने हो र सिजन ए अहिले उहाँ छ नि चिजवाला पहिला नि पहिला आएको थियो तर अहिले योवाला खाऊँ न एउटा धेरै डिफ्रेन्स छैन यो लगाउनु नि एउटा होला अर्को ए यो नयाँ रहेछ त त्यो त पहिला आएको सिजनवाला यो धेरै मिठो हुन्छ जस्तो देखिएर है कुन नर्मलवाला एउटै हो जस्तो लाग्यो मलाई अलिअलि चिकन यसमा चाहिँ के हो र हुन चाहिँ उता रहेछ चिजन बटर होला कुन त्यो ट्राई गर्ने अरे चिजन बटर के खाने मिक्स गर्न मिल्दैन यो र यो खाने त ल पिरो हुँदैन यो त हुन्छ उयो कालो त ल 2x हुन्छ नि त्यो त 3x हो यार ओ दुईटाले पुग्छ त ओइ कतिवटा चाहिन्छ दुईटाले त कहाँ पुग्छ त भाजा खाने भनेन किन करेन्टमा त खाने र भने करेन्टबाट खाने हो दुईटा त लास्ट थोरै हुन्छ होला हौ तिनवटा लगाउनु तिनटाले त पुग्छ खोइ डार्क फ्यान्टेसी त्यो कति हुन्छ त अब 26 हुन्छ यार मैले महँगो चाहिएको खाम न बरु मिठो हुन्छ उयो हाइड एन्ड सिक बब्बाल मिठो हुन्छ नि उयो वाला मैले खाएँ ल अब ओइ फ्री के हो यो फ्री फ्री रे ओइ फ्री त्यो चाहिँ ट्राई गरेँ हो जसो ए हो जसो रे रबिना उयो लिन्छु ले यो मिठो हुन्छ के हो यो
यो मिठो हुन्छ होइन चक्लेटवाला हो मिठो हुन्छ जस्तो लाग्यो कति हो 495 रहेछ यार फ्री चाहिँ के हो फ्री फ्री ल्यायो क्या एउटा छोड्दे कि छोड्दे यहाँ हेर त फ्री 2 लेख्छ सक्छ खाएर बस्छ 195 त्यही हो त आफू त्यो लियो भने कि त्यो पनि बिस्कुटै हो त उही स्ट्रबेरी यो त कडा यो त बाक्लो नबाक्लो त्यो मत्ताउँछ कोकोनटवाला नि राम्रो हुन्छ तर हुँदैन कोकोनटवाला त त्यही हेजलनटवाला नि हो त्यो महँगो रहेछ हेजलनट 150 वाला रहेछ यो उयो लाने त चोको मोका सब चक्लेट रहेछ यार मिल्क सेक बाहिर पाइला कि स्ट्रबेरी हँ? यो लग्यो नि पाइन्छ होला स्ट्रबेरी एउटा त त्यो लगौँ त्यो वाला निकाल त होइन त्यो कुन फ्लेभर हेर त स्ट्रबेरी 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 ड्रिङ्क एउटा यो लाने यो भ्यानिला यो चक्लेट लाने हुन्छ कुन त्यो मिल्क सेक हो ए होइन होइन यो के हो बेल्जियन अरे यो चाहिँ यही ट्राई गरौँ मसँग चक्लेट चाहिँ डार्क चक्लेट छ धेरै खानु स्प्राइट उसमा राख्नलाई होइन वाचेमा राख्नलाई ऊ चाहिँ स्टाफ जस्तै देखिरहेछ म कन्फ्युज भइरहेको छु कि 2-3 चोटि यार ए यो ड्रेस मैले कहाँ देखेको थिएँ कि एउटा पसल बिग मार्ट हो है यस्तै छ हो यो कलर र यो डिफ्रेन्ट गरे भयो कि लाग्दैन थियो कहाँ छ है त्यो माछावाला माछा कता हो उता त होइन होला हेलो गाइज हाम्रो चाहिँ नाइट आउट चलिरहेको छ आज गर्ल्स नाइट आउट कति पछि यो गर्दैछ हामी चाहिँ नाइट आउट उसको होमवर्क गरिरहेको छौँ होमवर्क ल फोक्स हो युटेरस के हो कस्तो लागिरहेछ त अनि मजा आइरहेछ धेरै पछि प्रोजेक्ट बेकार बोलाएको जस्तो लागिरहेछ तिमीहरूको हिल भइरहेछ चाइल्डहुड मजाले हिल भइरहेछ लेट्स कन्टिन्यू अब कहिले हो हाम्रो यहाँनिर रमाइलो गर्ने अब पहिला यसो काम गाइज त्यसपछि लाएर हामी यहाँनिर गर्नुपर्छ यहाँ हामी ल यो यिनीहरू खासखुस के गरिरहेछन् लगाइदिउँ भन्छन् के लगाइदिने हामीले सकिन लागिसक्यो तिमीहरू चाहिँ त्यही गर्दै बस्छ रातो भएन रातो मलाई अल्छी लाग्यो कफी छ त्यो छैन के हो दाना दाना चाहिँ
तिमीहरूले बनाएको चाहिँ के हो? रमिना यो वाला कुन कलर हुन्छ लगाइदेन यो लगाइदिएँ कम्प्लिट भयो त यिनीहरूले हेर यस्तो गरेर हाम्रो चाहिँ यो अब के हो खोइ पिङ्क र रेडको कम्बिनेसन ब्राउन गर्नु पर्यो कस्तो लागिरहेछ त अनि एक्साइटेड एकछिनमै सकाउने भयो यिनीहरूले उसले चाहिँ खाना बनाउने काम गरिरहेको म त एक्साइटेड हो एक्साइटेड उसको होमवर्क हो अनि होमवर्क चाहिँ सबै उसको है गाइज उसको सक्यो कि अब 5 मिनेटको काम राम्रो भइरहेछ हो 5 मिनेट कि उनो खेल्ने भने खेलौँ सुदिच्छालाई यस्तो हराइदिनुपर्छ त्यसको यार उनोमा त सबको आफ्नो रुल हुन्छ यार उनो खेल्ने यसले क्या बिक्री गर्छ सिमाले लगाउ न के भैमा हाँस्दा ठुलो सुराउँछ आया के चाहियो बिगमार्टको दिदी त होइन तपाईँ बिगमार्टको दिदी त होइन तपाईँ यो हो क्या हँ देसी गर्ल बस त गेम खेलौँ न ल बस्न बस छिटो के खेल्ने भन्नु न मैले अहिले बत्ती अफ गरेर सबलाई धुलो चुट्छु छिटो उयोहरूलाई पनि भन्नु चार्जर छ कता छ छ यसले ट्राई गर्दा उतै सीमाले हालेछ कि यसमा हेर त होइन होइन अर्को बक्सभित्र सेतो बक्सभित्र यहाँले त म तेरि पनि बनाउँछु तँ पागल भएको जस्तो भयो त म तेरो बनाउँछु क्या लिन आहा शाहरुख खान ओहो आमै पिज्जाको लहर आयो बढीलाई पिज्जाको लहर आयो बढीलाई भएन पिज्जाको लहर आयो बढीलाई पिज्जाको लहर आयो लगाइदिएन नै यो साडी त छिटो न ल जल्दी गर ल आइज तेरो टर्न फर्स्ट चुरोट खाने के गर्ने तिमीले डराएर यसरी बसिरहेको नि के हो चिकन खेलौँ न त ल टिकटकमा दुनियाँ कालो थियो होइन मलाई आवाज चाहिँ होइन कुकुरको जस्तो अघि यसरी लडाएको थियो कि त्यही देखाउँदैछ हेर्दाखेरि चाहिँ लड्यो त्यही राखेर कसरी चढेको उसलाई सोच्दैछ आँसु सबै बिर्सेर रम्न चाहन्छु विजय आकाशमा उडेको झरी चाहिँ चाहन्छु तिम्रो मायामा
मैले लुगामा लगाएको त्यसलाई Can't get enough of your song of the moment? Download and indulge in the tracks you love over and over again with Spotify Premium. Tune in to discover an ad-free music listening experience where you can play your favorites in any order. Tap the banner to learn more. याद आएन Lean into the sounds you love. Take your playlists anywhere with offline downloads. Or play your song of the moment again and again with unlimited repeats. Get all the music without hearing audio ads on ओ जहाँ जहाँ तेरे पैर पड़े वहाँ वहाँ नजारे हैं तू मेरा चंद्रमा और हम तेरे तारे हैं ओ जहाँ जहाँ तेरे पैर पड़े वहाँ वहाँ नजारे हैं तू मेरा Cheers. फेरि अगाडि Cheers. यसो पल्ट्या कि अहिले त ल गाइज लेट्स प्ले है फर्स्टमा चाहिँ एकछिन बाइट खानौँ रविनाले बनाएको फ्राइड राइस खाम पेटमा सबै ड्याम छौँ है त्यसको पछि हेर्दा कस्तो हुन्छ त्यो भिडियो त्यो चाहिँ भिडियो युट्युबमा हालेर किन बनायो त हुँदैन ओके फर्स्ट क्वेसन आकृतिले सोध्छ है Who is most likely to say 5 minutes ma आउँछु and arrive? 3, 2, 1. Yo. Achali yo. म आज यो छिटाउँछु त दाइयोस् ल लगाइदिनु के गर्ने लगाउने हो यो त लाग्छ पछि टिका लगाउने Who is most likely false Who is most likely to get married first? 3 first 3 1 म चाहिँ कसरी ल मेरो त 4 वर्ष ट्रेनिङ भएको भयो लाइदे तर म हुन्न होला उनीलाई चाहिँ सोली ओइ के भएन उनीलाई प्रेमलाई हैन मैले यस्तो लाइक दादिदिन हैन तिमी सिंगल लाइक भएन जहाँबाट मैले जिगज्याग एकदम बन्द गरेर भिडियो अनि सामने ठुलो हुन्छ यतिबाट कस्तो ठुलो सोल Who is most likely to sneak out of the house without telling their parents? Okay. 1, 3, 2. Okay, so 3. मैले सोचिसकेँ 3, 2, 1 कुकु भनिसक्यो लगाइदे छोरी हुँदैन अलि मजाले अघि भएन ओके ल मलाई मात्र पर्ने क्वेसन रहेछ क्या मेरो पाले ओके Who is most likely to say घरमा थाहा छैन when everyone knows their parents? Absolutely no. के दिएको यो क्वेसन? Who is most likely to say घरमा थाहा छैन when everyone knows their parents? Absolutely no. पेरेन्ट्सलाई थाहा भए पनि घरमा कसैलाई थाहा छैन भनेर भन्छ अरे कि सबैलाई चाहिँ पेरेन्ट्सलाई थाहा छ भन्ने थाहा छ तर उले चाहिँ घरमा कसैलाई थाहा छैन भन्छ अरे
भएन म अर्को डिसमिस भयो त्यो सोध्ने मान्छे पनि उस्तै हो Who is most likely to say मलाई रिलेसनशिप नै चाहिन्न and get into one next week? ल 3, 2, 1 यो रे नयाँ खुल्यो है खुलासा विकली चाहिँ भएन को भयो मेजोरिटी कसको आयो ड्र भयो जस्तो लाग्यो अर्को होस् न मलाई गर्दा जस्तो फिल भइरहेको थियो तर विकली त होइन नि त नयाँ खुलासा रिलेसनसिप नै चाहिन्न रे अनि अर्को रिलेसनसिप कता छ नेक्स्ट विक ए नट है यो त म तर नेक्स्ट विक मिल्छ न ऱ्यान्डम नम्बर गर्नु त 15 Who is most likely to leave someone on scene for 3 days and then say sorry busy थिए 3, 2, 1 ग्रुप च्याटिङ गर्ने उनी हो यो पनि हो पहिला होली खेले जस्तो फिल भइरहेको त्यस्तो गर्नु नपाइ बिचराहरुमा बिग्रेर आयो बिग्रिन्छ है खाना सकेको बेला मुस्किल भयो नि अब चिली ओइल भन्छ के आउँछ मासु मिक्स गरौँ क्या सबैमा यसो गरौँ कि मिक्स गरौँ मिक्स गरौँ क्या के मासु आयो होइन धेरै खर्च क्वेसन सोध्ने मान्छे मिलायो क्या यो खाएको पनि देखाउ नि हो यो प्लेट पनि होइन 3 मिनट भएछ मेरो स्पेस पुगेछ गलेको तर मिठो छ भयो कतिवटा हालेको खाएर सकिसक्यो यो अझै क्वेसन सोधेन छैन यार Who is most likely to marry someone their parents introduced? 3, 2, 1 सरकारी वाला हो रजिना म्यानेजमेन्ट गर्ने हो उनीहरूले पो सोध्यो त तर म भन्छ आफै चाहिँ होइन यहाँबाट हुन्छ मलाई किन मैले चाहिँदैन भन्छु ल खै मोबाइल त्यहाँ मैदा हुनुपर्ने यार पिठो त यो त आटा त देखिँदैन हुन्छ देखिन्छ सेप्टै भएको म तिम्रो नभएको मासु पनि Who is most likely to know everyone gossip? ओके 3, 2, 1 बाह्र डाटा हुन्छ उसँग भयो घरको हुन्न कि आफै आउँछ क्या उसलाई त बल्ल आयो है पालो लगाइदे मुखबाट लगाइदे म लगाइदिन्छु नि कहाँ पुग्यो आयो कहाँ खोइ त के छैन आउँछ ओइ पाले आएन मैले उसलाई देखाएको तिमीहरूले अरूलाई देखाएको मोस्ट लाइकली टु होइन सबैको फेस देखाऊ यसरी ल सबको यसले मेटिसके है उसको चाहिँ टी बनाइरहेको छ उसको प्रेमीको नाम रहेछ मेरो चाहिँ यस्तो छ अनि अब चाहिँ हामी कुन गेम खेल्छौँ भन्दा के अरे अहिले नयाँ मेकअपवाला हो तर मेकअप वाला आई लाइक यु वेन यु हेभ डट डट वाला क्या यो वाला खेल्छौँ है त ल खाली पेटमा पिरो खाएछ उयो पानी छ। पानी